आज सुशान्तको स्कुलको लास्ट डे। निर्मला दिदी हामी चाहिँ लिन आएको र अरू भाइ बहिनीहरू पनि हिँडिरहेछन् घर जानलाई। यहाँनिर आउँदैछ त्यो एक्लै भयो म माथि जान्छु है त माम दुवैजना जाउँ न। त्यसले के छ के भन्छ माथि जानु दिन्छ होला नि त। सुशान्तले पोको बोकेर आइरहेछ। अरू के छ ल म यो लिएर गइदिन्छु नि। ल ल के छ बुक छ हो त्यो मेडल पनि थियो नि त हो त्यो लिएर आइज नि त। ब्याग दे नि त निर्मल दिदीलाई ल ब्याग दे अनि लिएर आउनु सक्छ एक्लै ल। यसलाई त यो पछाडि हाल्नुपर्छ नि त। हजुर सिलेक्ट गर्नु उ त्यो छ ले डस नबोकेर लिएर आउनेछ। 8 वर्षसम्म यही ओछ्याएर सुत्यो। यहाँ चाहिँ पुरै सुशान्तको सामानहरू हालिरहेछ। तेरो साथीहरू सबै गइसके अहिले भर्खरतिर गएको। तेरो त केसँग के अरे रहेछ खोइ देखा त। ए भयो भयो सबजना ल जाउँ एकछिन बस्छ कि झोला लिए भने त हामीले झोला पनि लिएर आयौँ नि। अगाडि बस्नु ल ल स्कुलबाट हामी हिँड्यौँ। आए बाबा साथीहरू त सब गइसक्यो हो। ए ल हामीहरू सँगै स्कुलबाट फर्किँदैछौँ सुशान्तलाई लिएर। 8 वर्ष पछि है 7 वर्ष पछाडि सुशान्त 7 वर्ष यहाँ होस्टेलमा बसेको यहाँनिर। अनि अब त्यसपछि हामी इक्जाम सकेर आइरहेछन् अरूहरू। त्यसपछि हामी हिँडिरहेका छौँ। त्यो भाइ बहिनीहरू सबजना निर्मल दिदी पनि यहाँ हुनुहुन्छ होइन। हामी सुशान्तको स्कुल सुशान्त अगाडि छ। सुशान्तको यो स्कुल हो होइन। यो सरर नेपाल पुलिस स्कुल। योबाट अब सधैँको लागि सुशान्त हिँड्यो घर। रुन मन लागेन नर त आँसु नझार है नझार आफ्नो घर आफू जाने हो त नरौ सुशान्त नरौ। सुशान्तहरूको यो चाहिँ सबजना हिँडिरहेको ए उतैनिर जानुपर्छ एकछिन साथी हो। एकछिन कुर्नु ल एकैछिन सिग्नेचर मात्र गरेर आइहाल्नु। निर्मल दिदी यहीँ बस्दा हुन्छ त्यो थिच्न सुशान्तले। म सबको भिडियो खिचिरहेको सुशान्तको आज लास्ट आउटिङ। सुशान्त तँलाई कस्तो लागिरहेछ तेरो लास्ट आउटिङ छ होइन कस्तो लागिरहेछ तँलाई भन् त। रुन मन लागेको कि छैन? रुन मन थोप्पै पनि लागेन ल त्यसो भए त राम्रोसँग गर होइन। कता हो आउटिङ? त्यहाँ चाहिँ अब भिडियो के गर्नु
गाडीमा ल्याइदिएँ मैले के छ ठिक छ आजको नि भिडियो बनाउनु पर्ने तिमीलाई कति भिडियो बनाइयो है मेरो नम्बर छ तिमीसँग तिमी देख्नु त्यो लेखिसक्नु Thank you, sir. बाई बाई सुसन अब आउटिङ गरेर पनि आइसक्यो होइन अब सुसन घर जान्छ नरोइकन नरो पर्दैन सुसन नरोइकन जा होइन अनि म होस्टेल बस्न पाइनँ है ल